ल फाइनल गाइज हामीले एउटा झारिसक्यौँ, एउटा कुखुरा जिउँदै सक्यो त गाइज जिउँदै सक्यो त यस्तो हुन लागेको छैन क्या हो। हेलो एन्ड नमस्ते एभ्रिवान, फेरि पनि आज एउटा अर्को नयाँ हन्टिङको भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी टक्क लाएर हन्टिङ जाँदैछौँ, 3 जना छौँ आज चाहिँ। टक्क भिडियो हेरेर इन्जोय गर्नु होला है त मस्तले। लाइक शेयर कमेन्ट सब्सक्राइब सबै गर्नु होला है गाइज, भिडियो मन पर्यो भने है त गाइज। हामी चाहिँ यो पाल्लोपट्टि जाँदैछौँ, टक्क यो साइडमा हो, यो साइडमा जाँदैछौँ यो जङ्गलमा। हामी आज टाइम छ अझै, सो हिँड्दैछौँ। 2वटा हन्टर अगाडि गइसकेँ, अब म पनि जाँदैछु है त। भिडियो हेर्दै गर्नु होला, फुल इन्जोय भिडियो हुनेछ है त गाइज। फेरि पनि मस्त हुनेछ, भिडियो हेर्दै गर्नु होला है त। आज पनि मस्त हन्टिङको मजा लिनेछौँ फेरि। पहिलेको भिडियोमा राम्रो रेस्पोन्स भयो होइन, राम्रो मन पराइनु भयो भिडियोहरू। थ्याङ्क यू सो मच है सबैजनालाई। फेरि पनि अर्को एउटा नयाँ भिडियो बनाउँदैछु, टक्क लाएर इन्जोय गर्नु होला है त भिडियो हेरेर है गाइज। ल अब हामी लाग्यौँ जङ्गलतिर, सो जाँदैछौँ है त गाइज। ल भिडियो हेर्दै गर्नु होला, के हुन्छ सबै देखाउने छु है त। हाम्रो चाहिँ नयाँ हन्टर हो, यता फर्के, त्यो हात साटे हल्ला न यार। ल मर्छ नि फेरि आज त बबाले गर्ने हो नि फेरि होइन, आज त मार्ने हो। के छ खान्छ ठिक छ होइन? ल मार्नुपर्छ है आज, मार्ने हो दाइ। ल बबाले हुनेवाला छ है गाइज, भिडियो अन्तिमसम्म हेर्नु होला, भिडियो स्किप नगर्नु होला। बबाले हुनेवाला छ आज, सट्ट लाएर बबाल रमाइलो गर्नेवाला छौँ हामी आज चाहिँ। पहिलेको जस्तै बबाल भिडियो भन्ने छ, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त गाइज। मस्त मजा आउनेछ आज भिडियोमा, झन् बबाल हुनेवाला छ। कि कसो केटा हो मार्नुपर्ने हुन्छ होइन। ल त गाइज हामी पाल्लोपट्टि जङ्गलतिर आइसकेका छौँ। यस्तो छ हाम्रो पाल्लोपट्टिको गाउँको भ्यू होइन, अलि अँध्यारो छ होला। यस्तो छ है, यस्तो छ। टक्क लगाएर हामी जङ्गलतिर छिरिसक्यौँ होइन त, के हो र हो दाइ। ल जङ्गलतिर निस्किसकेका छौँ। एउटा कालिज भेटेको थियौँ हामीले, तर यो अलिक उदाएर पारि गयो। सो अब के हुन्छ राति हेर्छौँ त्यसलाई पनि, लगभग यतै नजिकै बस्छ होला। सो हेर्छौँ अहिले फर्किँदाखेरि हामी। अहिले चाहिँ हामी अलिक उतै जान्छौँ, परतिर हुन्छ। सो है गाइज ल टक्क हामी अब कालिज पाइने स्थानतिर आइसकेका छौँ, हेर्दैछौँ गाइज। टाइम त अझै छ, हामी अलिक उतासम्म गएर हेर्छौँ के हुन्छ, देख्नुहुन्छ है तपाईँहरूले। बिस्तारै गइराखौँ, अझै टाइम त भएन। ठ्याक्कै बास लाग्ने टाइममा चाहिँ एकदम थाहा हुन्छ होइन। आजभोलि यो सत्तरहरू पनि धेरै पर्छ कहाँ भनेर कन्फर्म हुन्छ है त्यसपछि।
अहिले चाहिँ ठ्याक्कै कुखुराहरू पाल्लो साइडमा चरिरहन्, हामी यता बाटोमा ठ्याक्कै बसिरहेछौँ। पारिपट्टि सुनिरह आवाज चाहिँ। अब पछि के हुन्छ त्यो हेरौँला है त। अहिले हामी त टक्क लाएर यस्तरी बस्यौँ बाटोमा, मस्त बाटोमा बसेर हेर्दैछौँ कता कता बस्छन् भनेर। सो भिडियो यति गर्नु होला, मजा इन्जोयको भिडियो बन्ने छ है त गाइज। टक्क राति फेरि बबाले हान्नेवाला छौँ हामी, के हुन्छ हेर्दै जाउँ है त। पाल्लोपट्टि बसिरहन्। सो अब कता बस्छन् एकछिनपछि हेर्दै गर्छौँ हामी है त गाइज। ल भिडियो हेर्दै गर्नु होला है। ल है त गाइज, हामीले चाहिँ कुखुरा बसाल्छौँ हामी पाल्लोपट्टि। अहिले चाहिँ अब अँध्यारो भइसक्यो होइन, बस्यान् नि एकदम 4-5वटा बसिछन्, 2-3-4 त मर्छन् होला। ल टक्क लाएर अब मार्नुपर्ने हुन्छ। के छ, मर्छ नि? मर्छ, फिक्सै हो। फिक्सै हो नि, त्यो मरेन भने फेरि च्याउ हुन्छ कि। लगाइ छ हामी 4-5वटा बसाले हामी यो साइडमा। सो हामी अब एकछिन आगो बाल्छौँ, मजाले आगो टापेर एकछिन मजाले आगो टापेर बल्ल हान्न जान्छौँ है। अहिले अब टाइम भएन हान्नलाई। सो एकछिन बसेर हान्छौँ, भिडियो हेर्दै गर्नु होला है। टक्क ल है त गाइस, आगो बल्दैछ अब। आगो बाल्ने क्रम जारी छ है त। बल्छ नि? बल्छ जस्तो पर्छ र बल्छ। मरेन भने फेरि बाले मात्रै हुन्छ होइन। मर्न त फिक्सै मरिहाल्छ, त्यत्रो बसालेको के काम होइन, दुःखै भइहाल्छ मर्नु। न कान्छाले फेरि टक्क दाउरा लिएर आइरहेछ होइन। कान्छा हजुर, दाउरा त जति पनि छ नि जङ्गलमा, दाउराको कमी छैन। आज चाहिँ हल्का ढिलो हान्नुपर्छ त्यहाँ कुखुरा चाहिँ। आज ढिलो हान्ने हो आज चाहिँ। धेरै छिटो हान्छौँ कि हामीले होइन, हल्का ढिलो गरेर हान्नुपर्छ। अनि मस्त निद्रामा भाला हान्ने हो कि गाइज। मस्त आगो बालौँ, मजाले वाम हुन्छ, त्यसपछि ठोक्नुपर्छ गएर। तेरो जति बल्छ नि पुरा भएन बल्छ नि लाइट। लाइट ठिक छ तर फुल चार्ज भएन। ठिक छ, पुग्छ। मसँग पनि छ एउटा कान्छासँग पनि छ होइन। मसँग पनि छ दामी। ल 3वटा लाइट भएपछि इनफ हुन्छ क्या। मजा फिल आइरहेको नि टाटो होइन गाइज। यस्तो छ, मजाले आगो टाप्दै बसिरहेछौँ हामी। अलि ढिलो हान्ने भनेर मजाले आगो बालेर, जाडो छ नि त धेरै, जाडो भएको कारणले आगो बालेर टक्क हामी अलि पछि जान्छौँ एउटा हान्नलाई। भिडियो हेर्दै गर्नु होला, रमाइलो हुन्छ है फेरि गाइज। ल गाइज, टक्क लगाएर आगो सागो निभाइसक्यौँ हामीले। आगो निभाएर अब बाटो लाग्ने भइसक्यो होइन। के हो र हो रे। अब ट्याक्क जाने हन्टिङमा निस्किसक्यौँ हामी। अब सुरु भयो, टक्क लगाएर बसेको हान्ने ठाउँतिर लागिसक्यौँ है। नजिकै छ, नजिकै हो, अब धेरै टाढा पनि छैन। सो त्यहीँ गएर हेरौँला के हुन्छ। सबै भिडियो राख्ने नै छु है गाइज। भिडियो अन्तिमसम्म हेर्नु होला, स्किप नगर्नु होला, एकदम रमाइलो हुनेवाला छ। पानी निस्किसक्यो, यहाँदेखि गएर टक्क बास बसेको ठाउँमा गएर म बबालाई हान्नेवाला छु। सो हेर्नु होला भिडियो अन्तिमसम्म है त। के हुन्छ सबै त्यही हुन्छ, झाम जिम हुनेवाला छ फेरि आज पनि, बबाल रमाइलो हुनेवाला छ है। जाम मार्नुपर्ने हुन्छ है। ल गाइस, बस्ने चाहिँ माथि 2वटा बसेको छ, बस अग्लो छ। के गर्ने अब, धेरै अग्लो छ, यहाँदेखि हुँदैन होला सायद। त्यो पनि हामी विचार गर्छौँ, के हुन्छ हेरौँला त गाइस है। धेरै अग्लो छ सन्दै। बनिन्छ नि।
हान्ने हो त्यतिका खैलीमा हान्छु कि खैलीमा लाइन्छ कि एक हाम्रो पाउँदा कतै फर्केर देख्यो न चाउ टाउको टल भयो कि ऊ देख्नुहोस् फाल्यो फाल्यो कि मिलाएर नै भन्ने चाहिँ ट्याप पऱ्यो ल फाइनल गाइज एउटा हामीले एउटा झारिसक्यौँ एउटा कुखुरा जिउँदैसक्यो त नखोरेछ गाइज जिउँदैसक्यो त त्यस्तो ऊन लागेको छैन क्या हो कपाल धेरै आकाश माथि थियो तर 3 सट हानेपछि बल्ल झऱ्यो हामीले धेरै सट हान्यौँ माथि चाहिँ बल्ल बल्ल मऱ्यो गाइज एउटा चाहिँ हातमा परिसक्यो है के छ राम्रो हो नि दामी दाइ ल गाइज हामी टक्क लाएर घर आइपुग्यौँ आजको हन्टिङ सकेर गाह्रो छ बल्ल बल्ल आइपुग्यो आज 2वटा मात्र माऱ्यौँ हामीले सबै भिडियो चाहिँ बनाउन सकेन आफै हान्ने अब लाइट देखाउने ऊ भएर अर्को भाइले लाइट देखाउने ऊ बना भनेको राम्रोसँग बनाएको छ सो जति बनाएको म त्यति नै राखिदिन्छु भिडियोहरू होइन हेरेर इन्जोय गर्नु होला है त टक्क लाएर घर आइसक्यौँ हामीले सर्व यस्तो छ आगो बल्दैछ आगो बाल्न सुरु गरिसक्यो सो अब यही हो दुईवटा चाहिँ हन्टिङ भइसक्यो दुईवटा चाहिँ मार्यौँ हामीले ल अब आगो बाल्न सुरु गरिसक्यो टोलीले ल मजाले बाल है केटा म पल्न सुरु गरिसकेँ अब पल्नु पर्ने हुन्छ कुखुरा यो चाहिँ ठुलो रहेछ आजको चाहिँ टमाटर पनि कुट्ने हो काटेर हालौँ न नि टमाटर सुक्लै हुन्छ हो टमाटर कराबो फर्केटो टोटो गर्ने छ जाई जान्छ कि फुल्छ कि
मलाई थोरै त्यो बुट्टा के हो त्यो बुट्टा थाल्न पाएन नि त हाम्रो अहिले हाल्नु भन्छ अहिले नभन्छ नै खान्छस् तिन हाल्थेँ थोरै बसाल्नु पर्छ भइहाल्यो ल यो त गाइज टक्क लगाएर मजा लाग्यो अब खान सुरुवात गर दाउरा सिउँदैन बबाल दामी भएको छ है गाइज बब्बालै भएको छ अब केटाहरूले चाहिँ यसो भात हान्छन् अब झोलसँग म चाहिँ हल्का यही फ्राई खाएर अब घरतिर निस्किन्छु है भिडियो कस्तो लाग्छ तपाईँहरूलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गर्नु होला है गाइज कस्तो लाग्छ हन्टिङ भिडियोहरू है ल आजको लागि भिडियो यति नै म चाहिँ अब घरतिर जानुपर्ने हुन्छ सो अब केटाहरूले भातसात खान्छन् अब म चाहिँ निस्केँ अब यति खाएर सो अब अर्को नेक्स्ट भिडियोमा भेटौँला है त गाइज ल सबैलाई माया छ है फेरि